फाइनली मकै गोरेर सक्यो बैशाखमै यो के अरे मकै गोरेर सक्यो भनेर घोषणा मैले गर्दा भन्नु न मकै बारे दर्याम भन्नु न फाइनली सक्यो ए आमा भाउजू भन्नु केही भन्ने छ त्यहाँ त हेर्नु न गाइज म मेरो बहिनी हुनुहुन्छ तर त्यो स्याल जस्तै हुनुहुन्छ फाइनली गाइज आज म आएर मात्र क्या हजुर के भन्न चाहनुहुन्छ यसो यही भिडियो मार्फत म यो मार्फत हजुरहरू आउनुभयो गोडिदिनु भयो सक्यो यति नै भन्न चाहनुहुन्छ यति नै भन्न चाहन्छु तलतिर सबै सकिसक्यो पानी पनि सक्यो अब एकछिन यति सकियो अनि आमा चाहिँ खाना पकाउन जानुभयो हामी चाहिँ तीनजना भाउ चाहिँ हामी यहाँ गोड्दैछौँ ल दिदीले सच्चीकै इन्टरभ्यु लिन सक्नुहुन्छ यसो म यसो मास्क खोलेर यसो गरेर लाग्नु न एकछिन ए म गाइजहरु म अलि विश्व सुन्दरी अनि किन हजुर तल्किनुहुन्छ त अनि त अनुहारलाई रुगाखोकी लाग्छ भनेर गाइजहरु यसरी छोपेको क्या ओके म चाहिँ यस्तो अवस्थामा धुलोले रुगा लाग्छ अब रुगा मकै बैशाख 31 गते बैशाखकै महिना लगाएको बैशाखकै महिना कोरेर भ्याइयो मकै सक्यो मकै सक्यो यो गोरेर भ्याइयो यो धान छ यसमा धान त गोरे छैन अहिले पाखे धान यहाँ भाउजू आमा दिदीहरू हुनुहुन्छ गाइस गोरेर सक्यो फाइनली सक्यो त छैन यो त सक्यो यो बारी यो पनि सक्यो तल सक्यो मकै सक्यो सक्यो त्यहाँ बारीको पनि हो बारीको हिजो सक्यो आज यता सक्यो बारी मकै बारी गोरेर भ्याइयो गाइजहरु भन्ने क्या आज बिहान यति धेरै गोर्यो हामीले यो मकै गोरेर भ्याइयो फाइनली मकै गोरेर खलङ्गा त्यहाँ सदरमुकाम खलङ्गा त्यो भेरी नदी यहाँ चाहिँ हाम्रो बारी गोरेर सक्यो यो तल सकिसक्यो यहाँ सक्यो
त्यो घर हो त्यहाँ छ अनि यो बारी सक्यो ल एउटा गीत गाउनु न क्या हजुर भन्नुहुन्थ्यो त मकै बारी दर्याउँ दर्याउँ हरियो काँक्रा कर्याउँ कर्याउँ भन्ने मात्रै हो अरू त आउँदैन खासै मलाई खासै सकिन्थेन त्यो भएर म त यसो बुझ्नु न यसो मिलाएर बुझ्नु मन आगो सकिन्थेन उहाँलाई डोली हालेर ल्या काम्या त्यस्तो पनि हुन्छ नले आलु पोखरा पाक्दैछ ल गाइजहरू आलु पोखरा